ल म अब फेरि मेरो विकली एनालिसिसमा आएँ होइन आएँ योभन्दा पहिला विकमा मैले पहिलाको भिडियोमा मैले सिएडी जेपिवाईमा ट्रेड र युरो जिबिमा ट्रेड बनाइसकेको थिएँ। युरो जिबीको ट्रेड चाहिँ यस्तो थियो यता लङ यस्तो जस्ट 1:2 टार्गेट, तर एक्चुअलमा यति माथि गयो कि 1:6 सम्म पुगेको रहेछ। तर म चाहिँ 1:2 मा ट्रेड गरेको थिएँ। तर सिएडी क्याट जेपिवाईमा चाहिँ मेरो स्टप लस चाहिँ हिट भयो, तर मेरो स्टप लस चाहिँ यता हिट कतै हिट भयो, तर लास्टमा गएर चाहिँ त्यो लिक्विडिटीमा चाहिँ पुग्न त पुग्यो, तर स्टप लस हिट भएर पुग्यो। त्यसपछि मैले कुन ट्रेड लिएँ त? त्यसपछिको ट्रेड भनेको मेरो सिएचएफ जेपिवाई, यसमा थियो सिएचएफ जेपिवाईमा, यो होइन सिएचएफ जेपिवाईमा ट्रेड थियो। जस्ट दिल्लीमा हेर्ने हो भने चाहिँ यो एउटा लिक्विडिटी थियो फेरि यो फर्स्ट भइसकेको छ। त्यसपछिको लिक्विडिटी भनेको यो थियो, यो हाई थियो, सरी यो होइन डिप्ले यस्तो थियो होइन। दिल्लीको यो हाई थियो, 4 आवरमा गए, 4 आवरमा गर्दा यस्तो थियो। ट्रेड चल्यो यहाँ चाहिँ एउटा दिल्ली फेयर भ्यालु ग्याप थियो होइन। यो दिल्ली फेयर भ्यालु ग्यापबाट राम्रो रिजेक्सनले थियो। दिल्ली फेयर प्लस यहाँ फेयर भ्यालु एरिया पनि थियो, यहाँ रिजेक्सनले थियो। अनि मेरो टार्गेट चाहिँ यो जस्ट यो हाई चाहिँ स्विप गर्छ भन्ने थियो। दिल्ली यो हाई चाहिँ स्विप गर्छ भन्ने थियो। अनि मेरो चाहिँ मैले 4 आवरमा ट्रेड लिएँ। अहिले चाहिँ ट्रेड लिएर नि अब म देखाउँछु कुन यो क्यान्डलमा मैले ट्रेड लिएँ। लङ पोजिसन गरेँ यो क्यान्डलमा लङ लिएँ। स्टप लस यहाँ 1:2 चाहिँ टार्गेट यस्तो लिएँ मैले होइन। अनि मैले यहाँ मेरो एउटा के गल्ती भयो भने चाहिँ यो चाहिँ हिट भयो। मैले यो भुलेँ कि यहाँ एउटा 4 आवर फेयर भ्यालु ग्याप पनि छ भने जस्ट मैले चाहिँ यो क्यान्डलको वेट गर्नुपर्ने, यो क्यान्डलको हाई ब्रेक हुने वेट गर्नुपर्ने। यो क्यान्डलको हाई ब्रेक हुने वेट गर्नु पनि त मेरो अलमोस्ट 38 पिप्सको टार्गेट थियो नि त होइन। तर मैले यो क्यान्डलको हाई ब्रेक हुने वेट गरेन, तर मैले त्यही क्यान्डलमै एन्ट्री गरिदिएँ। अनि त्यसले गर्दाखेरि मेरो स्टप लस हिट भयो। स्टप लस हिट भयो होइन। अनि लास्टमा गएर चाहिँ स्टप लस हिट भयो। अनि पछि यो पछि चाहिँ टार्गेट हिट, एसएल हिट गरेपछि चाहिँ मेरो टार्गेट हिट भयो। तर मेरो चाहिँ एसएल हिट भयो, यसमा एराउन्ड 230,000 जति लस भयो यसमा चाहिँ। त्यो मेरो थर्ड ट्रेड थियो सिएडी जेपिवाई पछि, युरो जिबी पछि, अनि यो सिएचएफ जेपिवाई। अनि त्यसपछि मैले लास्ट ट्रेड लिएको थिएँ एउटा न्युजिल्यान्ड एयुडी। एन्ड यसमा मैले ट्रेड लिएको थिएँ। यसमा ट्रेड लिएको थिएँ मैले दिल्लीमा होइन। यो मेरो टार्गेट भनेको चाहिँ यो स्विङ थियो। देख्न सक्नुहुन्छ ओभरअल चाहिँ सब बुलिस छ, क्लियर बुलिस छ होइन। ओभरअल पनि बुलिस नै छ। रिप्ले बुलिस छ होइन, किनभने विकली बुलिस छ, विकली फेयर भ्यालु ग्याप बढिरहेको छ, प्लस पुलिस पनि छ होइन। यस्तो छ होइन, यस्तो थियो। दिल्ली क्यान्डल बनायो, यस्तो बनायो। म 4 आवर फेयर भ्यालु ग्यापमा गएँ। म फेयर भ्यालु ग्यापमा के देख्छु त एउटा यहाँ जोन बनेको छ, यहाँ जोन बनेको छ एउटा 4 आवर फेयर भ्यालु ग्यापको यस्तो। अनि मेरो एन्ट्री यसमै हुन्छ।
मिड एन्ट्री यसमा हुन्छ लङ हुन्छ अनि 1:2 टार्गेट 1:2 टार्गेट अनि मलाई यो कुरा म रियलाइज भएन कि त्यही बेलामा न्युज पनि रहेछ एयुडीको $80 न्युज रहेछ यसमा मलाई यो कुरा चाहिँ मैले पछि रियलाइज गरेँ वेन्सडेमा ट्रेड लिएको मैले वेन्सडेको अलमोस्ट कति बजी रहेछ त्यो 11:30 भनेपछि मैले 11 बजीतिर ट्रेड लिएको रहेछु ट्रेड लिएँ अनि न्युज रहेछ मलाई त्यो न्युज रहेछ थाहा भएन लक्किली न्युज पनि सबै ग्रिनमा आयो मिन्स इट्स बेटर देन एक्सपेक्टेड आयो होइन त्यही भएर पनि यसले यस्तो त्यही भएर पनि ठिक भयो यस्तो एउटा क्यानल न्युजको क्यानल थियो यस्तो हाई बनायो न्युज क्यानल तर मेरो चाहिँ टार्गेट हिट भएन त्यसपछि यति घुमायो कि मैले के भन्नु मैले होइन अब यति थियो तर मेरो चाहिँ टार्गेट चाहिँ खास वास्तवमा डर लिक्विडिटीमा थियो मैले हालेको स्टप सेन्डल 1:2 थियो यति थियो होइन यहाँदेखि मेरो टार्गेट चाहिँ कति पिपले रह्यो भने चाहिँ 18 पिपले रह्यो होइन अब हेर्ने अब यति घुमायो कि यसले तर मेरो टार्गेट चाहिँ हेऱ्यो भने माथि गयो तर टार्गेट कस्तो गरेर देखाउँछ हेर्ने यति वेन्सडे ट्रेड लिएको मैले फ्राइडे हिजो फ्राइडे एक्जिट गरेँ भनेपछि मुभै गरेन भनौँ न धेरै मुभै गरेन चपी भयो त्यसपछि न्युज पछि मार्केट एकदम चपी भयो एउटा कुरा प्लस जब यो न्युज रिलिज भएर यत्रो क्यान्डल बनायो त्यसपछि मैले मेरो ट्रेड चाहिँ ब्रेक इभनमा मुभ गरेको थिएँ ब्रेक इभनमा अनि लिटरली यता ब्रेक इभनमा यो क्यान्डलले मेरो स्टप लस हिट गरेन नियरली स्टप लस हिट गर्न लाग्थ्यो तर यसले चाहिँ स्टप लस हिट गरेन त्यसले चाहिँ त्यही भएर म ट्रेडमै रहिरहेँ त्यसपछि हल्का मुभ आउँछ मुभ आयो त्यसपछि यस्तो हुन्छ तल माथि तल झिकझ्याक स्लोली माथि गइरहेछ म यसमा चाहिँ एक्जिट गरेँ मैले यसमा एक्जिट गरेँ किनभने योभन्दा धेरै मेरो मैले होल्ड गर्न सकिनँ ट्रेडलाई किनभने फ्राइडे नाइट पनि थियो अनि त्यसपछि चाहिँ टप क्यान्डल चाहिँ भयो त्यहाँ म क्लोज गरेको थिएँ त्यो पनि क्यान्डल यहाँ आएर क्लोज गर्नु चाहिँ होइन त्यो मैले ट्रेड कट गरेँ पनि अलमोस्ट $400 प्रफिटमा क्लोज गरेँ मैले यसमा चाहिँ यो विक चाहिँ दुईटा ट्रेड प्लस अनि दुईटा ट्रेड माइनस चारवटा ट्रेडमा 50% विन रेट भयो एउटा सिएरी जेपिवाईमा लस अनि युरो जिबिमा विन अनि फेरि सिएचएफ जेपिवाईमा लस अनि एउटी एनजेलटीमा विन यति सबैमा विन दुईटा लस प्लस म यो चाहिँ ग्रिनमै क्लोज गरेँ यसको मतलब किनभने यसमा प्रफिट भयो तर मेरो टार्गेट चाहिँ हिट भएन यसमा अझै ड्र लिक्विडिटी यतिले रह्यो कति पिपले 3 पिपले गर्दाखेरि अन्त म एक्जिट गरेँ यो चाहिँ मेरो ट्रेड यो विकको 4वटा ट्रेड होइन 4वटा ट्रेडले दुईटा विन दुईटा लस भयो तर लसपछि चाहिँ अलि हेर्नु पऱ्यो विन चाहिँ ट्रेड चाहिँ ठिकै थियो मैले यो नोटिस नै गरेको थिइनँ मैले यसमा न्युज छ भनेर जस्ट ट्रेड लिएको थिएँ अनि चपी अनि लास्टमा त आयो गरेर मैले विनमै ट्रेड क्लोज गरेँ यही थियो मेरो यो लास्ट विकको ट्रेड यति हो
थ्याङ्क यू।